नमस्ते, म गुणराज लुइटेल। अमेरिकाको भर्जिनिया राज्यको यो हन्डन भन्ने सहरमा नि एउटा नेपालीहरूको संस्था छ। त्यो संस्थाको नाम हो आदर्श नेपाली समाज हो कि। त्यसले चाहिँ एउटा नेपाली स्कुल पनि सञ्चालन गरिआएको छ। यो 5-6 वर्षदेखि यो क्षेत्रमा सक्रिय भएको संस्था हो। अनि त्यो संस्थाको चाहिँ आज अधिवेशन, तेस्रो अधिवेशन भएको थियो। त्योबाट चाहिँ नयाँ कार्य समिति गठन भएको छ। हाम्रै हन्डन क्षेत्रका पहिला झापाबाट अमेरिका आउनुभएका चाहिँ यहाँको रियल्टर पनि हुनुहुन्छ, उहाँ मोहन उप्रेतीजी चाहिँ यसको अध्यक्षमा निर्वाचित हुनुभएको छ। मोहनजीलाई पनि हार्दिक शुभकामना छ। त्यसै गरी यसको चाहिँ उपाध्यक्षमा चिरञ्जीवी लामिछाने, सचिवमा आरती पराजुली सिग्देल, अनि सहसचिवमा भूमा पौडेल खरेल, कोषाध्यक्षमा शिव सुवेदी, सदस्यहरूमा अनिता ढकाल सिटौला, सम्झना अर्याल घिमिरे, सरला भण्डारी, सीता सुवेदी काफ्ले, जयन्ती विष्ट र तोया पौडेल, जो चाहिँ पहिला कार्य समितिको अध्यक्ष हुनुहुन्थ्यो, अहिले चाहिँ पदेन सदस्य हुनुहुन्छ कि। उहाँहरू सबै साथीहरूलाई चाहिँ यो उहाँहरूको नयाँ कार्यकालको लागि हार्दिक शुभकामना तथा बधाई दिन चाहन्छु म। साथै उहाँहरूले गर्ने कुनै पनि त्यस्ता सामाजिक कार्यहरूमा चाहिँ कुनै पनि सक्रियता सरसहयोग चाहिएको खण्डमा चाहिँ स्थानीय समुदायको एउटा व्यक्तिको हिसाबले र मिडिया पर्सनको हिसाबले पनि उहाँहरूलाई चाहिँ सरसहयोग गर्नको लागि म आफू पनि प्रतिबद्ध भएको पनि जानकारी गराउन चाहन्छु।